हेलो मेरो साथीहरु तपाईहरुलाई कतिजनालाई थाहा छ यो सागको नाम के हो भनेर प्लिज कमेन्ट गर्नु होला। यो साग चिन्ने जतिले यो चाहिँ कोरियामा पनि यो साग पाइँदो रहेछ अनि टिपेर ल्याउनु भनेको थिएँ मैले अनि मेरो श्रीमानले टिपेर ल्याउनु भएको छ। यो चाहिँ मुटुको लागि पनि एकदम राम्रो हुन्छ। टेस्ट पनि बताइदिहाल्नु पर्यो, अमिलो अमिलो हुन्छ है अनि एकदम मिठो पनि हुन्छ अनि विशेष गरी हाम्रो हेल्थको लागि चाहिँ धेरै राम्रो हुन्छ यो साग अनि नेपालतिर पनि पाइन्छ। हामीले चाहिँ अब गाउँघरतिर पनि खाएको हो। जस यहाँ पनि यो ग्रीन हाउस भित्र पाउँदो रहेछ है यस्तो। अनि यो चाहिँ हेर्नु होला, यो चाहिँ छक्क पर्नुहुन्छ होला है, यो पनि टिपेर ल्याउनु भएको ग्रीन हाउसबाट। यो कोरियाको बेथु साग, यो चाहिँ एकदम अर्गानिक छ है, एकदम राम्रो हुन्छ। यो पनि हाम्रो हेल्थको लागि ब्लडहरु बढाउने काम गर्छ। यो बेथु सागले चाहिँ हाम्रोतिरको बेथु साग चाहिँ एकदमै मसिनो हुन्थ्यो हैन, पातहरु अनि डाक्ला पनि। यहाँको चाहिँ यति लामो लामो हुँदो रहेछ अनि पातहरु पनि कत्रो कत्रो पातहरु क्या। यो बेथु सागको पात यत्रो यत्रो लामो लामो पातहरु है, विकासे खालको बेथु एकदम मलहरु पुगेर चाहिँ आफै उम्रेको बेथु हो अनि त्यस्तो हुँदो रहेछ। नेपालको चाहिँ चिक्रिक्क परेको सानो सानो हुन्छ। यहाँको हेर्नु होला बेथु साग यसरी ल्याउनु भएको छ। जस अब मजाले खाने पर्यो है साग त। यहाँ कस्तो महँगो हुन्छ, कोरियामा सब्जी किनेर खान सकिँदैन है। अनि यसरी पाउँदाखेरि एकदम खुसी भएको छौं। प्लिज लाइक अनि सब्स्क्राइब गर्नु होला मेरो साथीहरु।